सो गाइस अहिले चाहिँ हामी यता दाङ। हेलो एभ्रिवान, हजुर सम्पूर्णमा म श्लोक खड्काको तर्फबाट नमस्कार। साथसाथै यो मेरो पहिलो ब्लग पनि रहेको छ, त्यसैले हजुर सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। अबदेखि मैले यो च्यानलमा सिंगिङको भिडियो साथसाथै ब्लगिङ पनि गर्ने सोचेको छु, त्यसैले हजुर सबैजनाले मन पराइदिनु होला। सो आजको यो ब्लग चाहिँ मेनली ट्राभल एन्ड फुड एक्सप्लोर हुनेवाला छ, जो चाहिँ अहिले बिहानको 6:30 धनगढीबाट बुटोल मुर्गियासम्मको रहेको छ। अहिले चाहिँ हामी धनगढी चौराबाट हिँडेर अहिले अतरिया चोकमा पुगिसकेका छौँ। मेरो यता पेट्रोल पम्पमा डिजेल हाल्न रोकेका छौँ। अब चाहिँ हामीहरू अहिले हाम्रो पहिलो डेस्टिनेसन कर्णाली पुग्न आँटेका छौँ। अब हजुरलाई कर्णालीमा उत्रेर भेट्नेछौँ। हामीसँग चाहिँ यो ट्रिपमा होइसिन्छ यता पापा, मामु, बुवा, चियामा बिजी, अनि यता सुहाना दिदी, अनि म। घरमा नास्ता नखाइकन आएको हुनाले अहिले चाहिँ यता कर्णाली नास्ता खान रोकेका छौँ। यता चियाको चुस्की लिँदै समोसा, डोनट। सो गाइस अहिले चाहिँ हामीहरू यता कर्णालीको लुक्स होटलमा फेमस यहाँको माछा एक्सप्लोर गर्न जाँदैछौँ। सबैजना हेर्नु होला, आउनुहोस्। सो यहाँ चाहिँ यो कर्णालीको फेमस माछा। हजुर यो कताबाट आउँछ माछा? कर्णाली। अनि कति दिनमा कति जति बिक्री हुन्छ यता? दिनमा त भन्न सकिन्न, कति हो कति मान्छे हेरेर होइन? मान्छे। हस्, थ्याङ्क यू। अहिलेसम्म चाहिँ यहाँ सुदूरपश्चिम प्रदेश चलिरहेको थियो। अब चाहिँ हामी लुम्बिनी प्रदेशमा एन्टर गर्दैछौँ। पछाडि बोर्ड पनि देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी सबै पुगिसकेको छौँ बबई नदी। यस्तो छ यहाँको भ्यू, हेर्न सक्नुहुन्छ। गोही चाहिँ खासै देखिँदै छैनन्। यता साइडमा रहेछ हल्का, यता यो चाहिँ के हो यो मामु? त्यो नहर बाँध हो। अब चाहिँ नदी सकियो। हामी यहाँ ढकेरी भन्ने ठाउँमा खाना खान रोकेछौँ। यहाँ सौरभ कटेज एन्ड रेस्टुरेन्ट पनि रहेको छ। सबैजना यता आएको बेला एक्सप्लोर गरिदिनु होला। अब हामी जाउँ। अब चाहिँ हामी दुईवटा यता खाना स्टार्ट गर्छौँ र हजुरलाई पनि खानाको रिभ्यू दिनेछौँ। यो चाहिँ दाल, यताको लोकल मासु। यता दाइको रेस्टुरेन्टमा सबैजना आइदिनु होला। खाना राम्रो थियो, सबैजनाले एक्सप्लोर गरिदिनु होला। हामी अब लमै बजार पुगिसकेको छौँ। यो चाहिँ यहाँको रङ्गाशाला रहेको छ। क्रिकेट हो कि फुटबल त्यो चाहिँ मलाई थाहा भएन, त्यही पनि राम्रो छ। सो अब चाहिँ बजार हामी एन्टर गर्दैछौँ। एन्टर गर्दै यहाँ ठुलो बिल्डिङ छ, के को हो खासमा। यता यो बस पार्क, पुरै भित्र बजार छ अरे। यता चाहिँ महेन्द्रनगरको कस्तो चहल पहल छ यता चाहिँ। सो गाइस अहिले चाहिँ हामी यता दाङ हुने बाटो छुट्टिँदै अमलियाको जङ्गलमा पुगेछौँ। यता यस्तो राम्रो भ्यू छ, सबैजना हेर्न सक्नुहुन्छ। सो अहिले चाहिँ हामी यता शिव भाइरल डाँडा मन्दिर भन्ने ठाउँमा रोकेको थियौँ। मेरो आजको पहिलो डेस्टिनेसन बुटोल मुर्गियामा पुगिसकेको छौँ। आजको बास चाहिँ हाम्रो यहीँ रहनेवाला छ। अब भोलिको दिन भने यहीँ बुटोल मुर्गियामा खाना खाएर हामीहरू हाम्रो पुर्ख्यौली घर पाल्पातिर प्रस्थान गर्नेछौँ। हजुरलाई पनि त्यहाँको रमणीय भ्यूहरू देखाउनेछु, त्यसैले अर्को ब्लगमा जोडिरहनु होला। त्यतिखेरसम्मको लागि लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला है। बाई बाई।